Hey everyone, welcome छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आउनुहोस् म सँगसँगै पालपालले मिठो टुक्क परेको चिकौनी बनाऊँ है त। कतिलाई थाहा होला, कतिलाई थाहा छैन होला चिकौनी भनेको के हो भनेर। तर एकचोटि बनाएर खानुहोस्, त्यसपछि चिकौनी भनेको के हो भनेर थाहा पाउनुहुनेछ। सबैको आफ्नो तरिका हुन्छ चिकौनी बनाउने, तर मेरो छुट्टै तरिका। कतिले तिल पनि हाल्नु हुँदो रहेछ, तर म तिल चाहिँ एड गर्दिनँ ल। प्याज एड गर्छु, खुर्सानी एड गर्छु, अनि उसिनेको आलुलाई फोकपाक गरेर त्यसलाई चिरफार गर्नुपर्ने छ। त्यसलाई मजाले सेप दिएर काट्नुपर्छ, 4 फोक्लो पारेर खाँदा नि मुखमा आउने तरिकाले त्यसलाई काटकुट गरेर राख्नुहोस्। त्यसपछि हामीलाई मेन चाहिन्छ अमिलो टक्क परेको दही। दही त एड गर्नै पर्छ चिकौनीको लागि। मेन भनेको दही नै इम्पोर्टेन्ट हो। दहीलाई मजाले घोलघाल गरेर स्वादअनुसारको नुन अनि स्वादअनुसारको रेड चिल्ली हाल्नुहोस्। हजुरहरूलाई पिरो मन पर्दैन भने ग्रिन चिल्ली नै ठिक छ, तर मलाई एकदम पिरो अमिलो मनपर्ने भएको अरे मैले रेड चिल्ली चाहिँ एड गरेको छु। अनि त्यसपछि प्यान बसालेर मजाले मेथी हाल्नुहोस्, बेसार हाल्नुहोस्, अनि त्यसलाई च्वाइँ छानिदिनुहोस्। च्वाइँ हुने तरिकाले छानेपछि हेर्नुहोस् त मेरो पालपाले टक्क परेको चिकौनी रेडी भयो। सबैले ट्राई गर्नुहोला। बाई बाई।